हो हेलो साथीहरु, फाइनली गर्मीमै छल्न म पानी खेलाउँदै छु। आरु खाउँ न आरु समाउनु दुईटा खाइ केही हुन्न हौ दाजु यार। दुईटा आरु खाएको ओ गाल गरे पनि गाल गरोस् न हैन। ये दुईटा आरु खाएको पैसा लाग्छ भने पैसा तिरौँला नि त हैन। के को डराइ पऱ्यो यार, कति डराएको हो दाजु। लाउनु एउटा खानु, लौ खानु न, लौ समाउनु न हौ। कति मर्न खोजेको ल हौ, खाउनु न हौ। लाउनु लाउनु समाउनु न। कस्तो लाग्यो ए लौ लौ लिनु हुँदैन। अरे दा नखाए कुनै केही बात मतलब छैन हैन। मैले ल्याएको आरु हो, मै खाने हो हैन। कसैलाई दिन पनि पर्यो हैन। बगानमा हैन यो देखाएर चोर्ने हैन क्या, यो नदेखाएरै खाने हो क्या। भनेर पनि रहेछ हैन। नदेखाएर एउटा यो यो धेरै नखाने एउटा खाने हैन। धेरै नखाने एउटा खाने, तै पनि यसो देखाएर खानु पर्यो क्या। त्यो पनि दाँत पुडा। कति मिठो जस्तो घिउआरु जस्तो छ आफ्नो, कति चुकिलो जस्तो। 2-4 दिन पाक्न देन त आरु, पाक्न देन त आरु पाकिस् भने हैन मैले चाहिँ राति आएर चोरेर खाइदिन्छु न। पक्न मलाई टिप्दीको धेरै धेरै धन्यवाद यति मिठो रातो काफल खान पाएकोमा। आयो भन्छन् गोर्खाली हो। फाइनल फाइनल तान फाइनल। जित 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 जित। यो यस्तो मिठो हुन्छ होला है। मिर्गो आयो यहाँ, मिर्गो यहाँ मिर्गो हेर्नु न। यहाँ मिर्गो बाटोमा यस्तरी भेटिन्छ क्या मिर्गो, हेर्नु। ओ माई गड। हो हेलो गाइस, नमस्ते। आज हामी चाहिँ यो जङ्गलको बाटोमा एकदम जङ्गलका जनावरहरूलाई च्यालेन्ज गर्दै हामी अगाडि बढिरहेका छौँ। यस्तो गर्मी छ अहिले, ठ्याक्क दिउँसोको 4 बजेको टाइममा उकालोमा हिँडिरहेको छौँ। एकदम उकालो छ। यो ज्यानको लागि मेन्टेन गर्नु पर्यो होइन। यो ज्यान धेरै मोटायो क्या। यस्तो जङ्गल छ, यस्तो जङ्गल छ। घना जङ्गलमा यहाँ चितुवा सितुवा आउँछ क्या। चितुवा बँदेल सँदेल आउँछ यस्तो उकालोमा। यो कोरिया हो होइन। मृगहरू बँदेलहरू के टन्न भेटिन्छ। मृग आयो यहाँ, मृग यहाँ मृग हेर्नु न। यहाँ मृग बाटोमा यस्तरी भेटिन्छ क्या मृग, हेर्नु। ओ माई गड, ओ माई गड मृग। छोप्ने हो कि दाइ? छोप्नु भाइ, छोप्नु न एकछिन, छोप्नु दाइ। ल म देखाउनु, म छोप्नु। कुद्यो बाटोमा चाहिँ पाउने फलफुलहरू, आरु बोखडाहरू धेरै भेटिन्छन्। सुपाने आरु, बोखडाहरू, चुलेहरू, जसलाई कोरियनमा फोक्सुङमा भनिन्छ। आज चाहिँ कहाँसम्म जाने प्लान छ दाइ हाम्रो? एकदम उकालो छ होइन यो बाटो, भयङ्कर उकालो छ। हामी चाहिँ अहिले लगभग कति टाइम भयो होला हिँडेको? कति भयो? करिब एक घन्टा बढी, 1 घन्टा समथिङ क्रस भइसक्यो। अब हामी माथि डाँडासम्म जाने प्लान छ माथि। अब त्यो डाँडो चाहिँ अहिले ठ्याक्क जङ्गलको बिचमा भएको कारणले हामीले चाहिँ त्यो डाँडो चाहिँ देखाएको छैनौँ होइन। हिँड्दै जाने हो होइन। कतिसम्म भेटिन्छ। तब पछाडि गाडी पनि आइरहेछ। दिनमा 1-2टा गाडी मात्रै हिँड्छ क्या यहाँ। तर बाटो हेर्नु न पुरा होइन, फिलिली हो क्या बाटो होइन। यस्तो अब हामी चाहिँ यो पहाडको टुप्पोको नजिक आइसकेका छौँ। हाम्रो प्लान चाहिँ माथि
त्यो टावरमा जाने प्लान चाहिँ छ। यस्तो उकालो बाटोमा हैन, एकदम राम्रो क्या। यो बाटोको अवस्था एकदम क्लियर छ हैन, एकदम राम्रो बाटो क्या। हिँड्न पनि मजा आइरहेछ। यसैमा यो ज्यानमा फेरि भारी भएको बेला भए त कति गाह्रो हुन्थ्यो होला। भारी सारी छैन, एकदम मजा आइरहेको छ क्या बाटोमा हिँड्न। पसिनाहरू देख्न सक्नुहुन्छ पुरै। पसिनाले त एक दुई माना नै आइसक्यो होला। यहाँ फेरि आरु रहेछ। अब हामी यहाँबाट चाहिँ राइट साइड जाने होइन। एकदम खतरा क्या। धेरै उकालो पनि छैन होइन, धेरै ओह्रालो पनि छैन। टक्क गाडी हिँड्न सक्ने रोड छ क्या। हिँड्नको लागि गजब रमाइलो जस्तो लाग्यो। यति पसिना त कोरिया आएको 2-3 वर्ष भइसक्यो, तपाईँको त धेरै भइसक्यो होइन। अनि यति पसिना चाहिँ काम गरेर आएको थिएन होला है सायद। यतिको अहिलेसम्म अनुभव छैन। अनि यतिको पसिना चाहिँ कोरियामा काम गरेर पनि आएको थिएन क्या। यति पसिना यति धेरै आइरह। माथि शिरदेखि तल पाउसँग चप्लङ्ग डुबिसक्यो क्या पसिनाले। यस्तो जङ्गल छ, यस्तो जङ्गल, घना जङ्गल छ क्या। यस्तो कि माथि त जसो तसो चढियो कि दाजु, तलतिर जान गाह्रो त हुँदैन हो। जसो तसो माथि त चढियो उकालो होइन, तर झर्न चाहिँ गाह्रो हुने हो कि भन्ने कुरा मनमा लागिरहेछ। त्यस्तो त नहोला सायद, मान्छे भएपछि। ओह्रालो त पक्कै पनि सहजता हुन्छ, त्यस्तो चाहिँ नहोला। अग्रिम चिन्ता नलिउँ त्यसको लागि। जहाँसम्म हुन्छ जाम। यो पहाडको चुच्रोसम्म चाहिँ जाने प्लान छ। हामी चाहिँ यो माथि लाइन छ नि, यो विद्युत, त्यहाँ टुप्पोसम्म लगभग अब यो रोडको फाइनल घरतिरसम्म पुग्यो कि जस्तो लाग्यो। यो फाइनल घर हुनसक्छ। यो आरुको बगैँचा हो। यो चाहिँ होटल हो कि जस्तो लाग्यो। यो जङ्गलको छेउमा, कहाँ अरे जङ्गलको बिचमा होटल रहेछ यहाँ। त्यही भएर त यस्तो बाटो खतरा लिएर आएको थियो। होटलै रहेछ नि। यो अन्तिम बाटो हो क्या कि जानु त। लेट्स गो। ओ माई गड, के हो, के गरेको सुनाउँदै? के पानी नरह्यो, के गरेको सुनाउँ? कमल फुल होइन, बाख्रा बाला रहेछ यहाँ।
माथि पनि होला है यो मौरी पालन हो क्या अहिले त पुरा मौरी पालन चाहिँ यहाँ चाहिँ मौरी पालन रहेछ यो जङ्गलको एरियामा पुरै मौरी फार्म रहेछ हो यस्तो चाहिँ हुनु पर्यो कि व्यवसाय होइन खतरा जङ्गलको बिचमा उता पुरै मौरी फार्म रहेछ जङ्गलको बिचमा खतरा बाटो नै छैन मौरी पालन छ खतरा होला नि केही त्यस्तै घरको के छ सर्पी पुरानो स्टल हो घर पुरानो स्टल हो हामी त कहाँ पुगेर आयौँ हामी त ऊ त्यहाँ पुगेको नि ऊ त्यहाँ पोल छ नि त यो विद्युतको हो त्यहीँको यतापट्टि पुगेको त्यो माथि डाँडा जाने प्लान थियो है हामी जाने त्यो डाँडाको प्लान हो त्यो डाँडाको प्लान हो त्यो विद्युत पोल भन्दा ठ्याक्कै यतातिर पुग्यो खोल्चा मुनि त्यो हरियो सल्लाह झ्याप्प भएको ठाउँमा त्यहाँ पुग्यो यहाँ सिधा गर्नु हो यहाँ ठाउँमा पुग्यो त्यहाँ माथि डाँडा जाने प्लान थियो भएन डाँडा पोल त देखियो नि त नजिकबाटै पुग्नु हामी असफल भयो यी जोके अब नेक्स्ट टाइम होइन नेक्स्ट टाइम भन्दा पनि बाटो नै छैन कहाँ नेक्स्ट टाइम जानु जे होस् आजको दिन राम्रै बित्यो पसिना जति आयो पनि होइन राम्रै बित्यो अब साँझ मस्त निन्द्रा लाग्छ नि त होइन नत्र निन्द्रै नलाग्ने कि यस्तो निन्द्रै लाग्दैन अनि त्यही भएर गएको अब चाहिँ आरु स्याउको ठुलो बठानतिर हामी पुगिसकेका छौँ होइन अब चाहिँ कतिवटा दाना खाने प्लान छ यहाँ आरु हेर्नु न आरु खानु ओ निकाल्यो न निकाल्यो एक नेपालमा हुन्छ नि अब मान्छेहरू पैसा पायो कि बजारतिर बस्न खोज्ने कतातिर बस्न खोज्ने होइन अनि गाउँघरतिर बसेर यस्तो स्याउ खेतीहरू अनि आरु खेतीहरू राम्रो राम्रो होइन किमु खेतीहरू हरेक कुरा राम्रो राम्रो गरेर आम्दानी राम्रो कमाउन सकिन्छ नि होइन पैसा भयो कि बजारतिरै बस्न खोज्ने एउटा हाम्रो नेपाली परम्परामा रहेको छ क्या त्यो एकदम नराम्रो लाग्यो क्या मलाई चाहिँ यो ओखरको दानाहरू टक्क यो ओखरको रुख ओ कति फास्ट हिँडेको हो दाजु बिस्तारै जान्न अनि यो चाहिँ टक्क आरुको रुख रहेछ हेर्नु न आरु चाहिँ कति धेरै फलेको हौ छ्या आइस यो चाहिँ पुरै आरुको ओ यो आरु त कति चुकिलो हौ मेरो त दाँतै कुडाएर मारेर छ्या एउटा पनि आधा खाएको छ्या छ्या माइ फाले आरु हो आरु खाउन हो खाउन मेरो ब्रो ए लुत्तै लुत्तै आरु फलेको स्याउ फलेको देख्दा त मेरी बासै आरु हेर्न न हौ मेरी बासै आरुको बगैँचा हेर्नु न हौ मेरी बासै ओ मेरी बासै